जुन किसिमले मैले अघि पनि भनिहालेँ, जुन किसिमले एउटा ममाथि एउटा राज्य सरकार हाम्रो टिएमसी पार्टीले जुन किसिमले एउटा विश्वास गरेर जुन किसिमले मलाई एउटा जिम्मेवारी दिएको छ र त्यो जिम्मेवारीलाई म पूर्ण रूपले निभाउने कोसिस गरेको हुन्छ र निभाउँछु। र जुन चाहिँ किसिमले मान्छेले ममाथि आस्था विश्वास गरेर आज यहाँमाथि ममाथि आस्था विश्वास गरेर उहाँहरूले जुन चाहिँ बधाई दिनु आएको छ, त्यो बधाईको सँगसँगै ममाथि एउटा जिम्मेवारी आइरहेको र त्यो जिम्मेवारीलाई पूर्ण रूपले निभाउने कोसिस गरेको हुन्छु। र राज्य सरकारसँग हाम्रो पाहाडको जे जति समस्याहरू छ त्यो अवश्य नै हामीले राज्य सरकारसँग समक्षमा पुऱ्याएको। सर, अब यति बिना भिड उम्लेर आउँदैछ है तपाईँको छविलाई हेरेर, अन्त यसमा अब जनताको लागि तपाईँले कस्तो किसिमको काम गर्नुहुन्छ? यो मेरो छविलाई होइन, मतलब राज्य सरकारले जुन किसिमले अहिले काम कुरोहरू गरिरहेछ त्यसलाई मन पराएर आएको नि। राजनीतिक मतलब हामीले धेरै यहाँको जनताले धेरै राजनीतिकहरू हेऱ्यो र मैले देख्दाखेरि अब चाहिँ आएर विकल्प चाहिँ मतलब के देख्यो भन्दाखेरि राज्य सरकारले गर्ने, ममता दिने सबै कुरो गर्ने रहेछ, टिएमसी पार्टीले नै राम्रोसँग पारदर्शीसँग काम गर्ने रहेछ भन्ने एउटा विश्वास टिएमसी पार्टीले जितेको कारणले गर्दाखेरि आज यो मानिसहरू मतलब अब टिएमसी पार्टीमा जम्मैजनाले समर्थन गर्ने र जुन हाम्रो पार्टीमाथि हाम्रो नेताहरूले टिएमसी पार्टी केही कुरो गर्ने रहेछ भनेर चाहिँ उहाँहरूमा एउटा विश्वास जितेर विश्वास भएर उहाँहरू हामीपट्टि आएको र उहाँहरूले जुन आएको छ त्यसलाई मैले अघि पनि भनिहालेँ, म पूर्ण रूपले उहाँहरूमाथि मतलब निष्ठापूर्वक उहाँहरूको आफ्नो जिम्मेवारी दिएको छ त्यसलाई हामीले निभाउने कोसिस गरेको छौँ। सर, पाहाडमा विभिन्न समस्याहरू छ है, समस्या र अभावग्रस्त छ पाहाड। अब यी समस्याहरूको समाधानको लागि अब सबै समर्थकहरूको सुझाव सल्लाह लिएर कस्तो प्रकारले कहाँ गएर चाहिँ तपाईँहरू समस्याको समाधान गर्ने चेष्टा गर्नुहुन्छ? अब जुन किसिमले ममाथि एउटा अहिले एउटा दायित्व दिएको छ र यो विषय लिएर म दार्जिलिङ खरसाङ कालिम्पोङ मिरिक सबैसँग मिटिङहरू बस्छु र मिटिङहरू बसेपछि के समस्याहरू छ यो लिएर हामीहरू अवश्य नै राज्य सरकारसँग छलफल गरेको हुन्छ। धेरै समस्याहरू छ पाहाडमा। अब एजुकेसनको समस्या भयो, बेरोजगारको समस्या भयो, अहिले आएर यो टुरिज्मको समस्या छ, हाम्रो चियाबारीको समस्या छ। र यो समस्याहरू चाहिँ हामीहरू अवश्य नै राज्य सरकार समक्षमा पठाएको